प्रवीण लोप्सन म चाहिँ ब्यान्डको फ्रन्टम्यान अनि ब्यान्डको फाउन्डर पनि हो। म ब्यान्डको नामीकरण पनि मैले नै गरेको हुँ कटाप भनेर। आजभन्दा करिब 9-10 वर्ष अगाडि अलमोस्ट डिकेड नै भइसक्यो। 10 वर्षमा हामी रनिङमा छौँ। 10 वर्ष अगाडि त्यही साथीभाइ भेला हुँदै सुरु गरेको यात्रा हो। आज यहाँसम्म आइपुगेको छ। धेरै कठिनाइ, धेरै दुःखहरू थियो, धेरै अब तलमाथि गर्दै यहाँसम्म आइपुगेको छ। अहिले चाहिँ हामी यति नै छौँ। लाइनअपमा हामी 5 जना छौँ। ड्रम्समा हाम्रो राकेश गुरुङ हुनुहुन्छ ब्यान्डमा, अनि हाम्रो बसन गुरुङ ब्यान्डमा आज ब्यासिस्ट, अनि हाम्रो बाँसुरी वादक मिलन गजमेरज्यू उहाँ चाहिँ काठमाडौँबाट हुनुहुन्छ होइन। अनि हाम्रो म्यानेजर अनुपम घिमिरे, अनि हाम्रो गिटारिस्ट स्पन्दन गैरी भाइ हुनुहुन्छ। अहिले हामी यति छौँ टिममा चाहिँ। त्यही नै हो। अब ब्यान्डको अब सर्टकटमा भन्नुपर्दा चाहिँ धेरै अब हामीले पहिलाको मेम्बर पनि हुनुहुन्थ्यो हाम्रो विधान भाइ, विधान राणाबाट, हाम्रो ऋषभ पण्डितलाई पनि सम्झिन चाहन्छु म। हाम्रो छिरिङ दाईलाई, सनम दाई, प्रतीक भाइ, अमृत जैरू सबैजना जति पनि हामीसँग आबद्ध भएर काम गर्नुभयो पछिल्ला समयहरूमा, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनकि यो जोड्नी चाहिँ सजिलो थिएन नि त। यहाँसम्म आउनलाई सबैको हातेमालो छ, सबैले सहयोग गर्दै हामी यहाँसम्म आइपुगेका छौँ। आजको दिनमा यो माया के हो रिलिजसम्म हामी आइपुगेका छौँ। त्यही नै अब अब यात्रा आफ्नो गीत हामीसँग अब यो चाहिँ माया के हो चाहिँ हाम्रो म्युजिक भिडियो अनुसार चाहिँ हाम्रो 4th रिलिज हो यो चाहिँ होइन। हाम्रो फर्स्ट म्युजिक भिडियो टुक्रीको सपना चाहिँ हामीले 2021मा गरेका थियौँ। त्यसपछि हामीले यादहरू भन्ने रिलिज गऱ्यौँ, अनि साक्षात गऱ्यौँ, अनि यो चाहिँ हाम्रो 4th हो। यसपछि पनि अझै हामीसँग 3-4वटा अझै लाइनमा छ, हामी लाइनअपमा छ। अनि हजुर पहिलो म्युजिक भिडियो हाम्रो टुक्रीको सपना चाहिँ टुक्रीको सपना चाहिँ भन्ने। हजुर अरू के भन्नु भन्दा कटाप हो यो चाहिँ एकदम म चाहिँ अलिकति पहिलाबाट नै नेपाली विषयमा चाहिँ एकदम अलिकति उत्सुकता थियो होइन। स्कुलबाट एकदम यो जो साहित्यहरू एकदम पढ्ने, एकदम यो नोभलहरू पढ्ने बानी। अनि मलाई चाहिँ एकदम लास्ट एकदम यो चाहिँ डिक्सनरी पल्टाएँ कि हेरेको मैले कथी त्यहाँसम्म धेरै शब्दहरू खोजेँ। अनि एकदम युनिक नाम चाहिँ कबाट सुरुकै नामकै राख्छु म। कुन चाहिँ हुन्छ भने कटाप भन्ने एउटा धेरै पान्ना पल्टाएपछि कटाप देखेँ कि मैले। अनि त्यसको मिनिङ चाहिँ के हो भने कटाप भनेको चाहिँ मेन गरी जुन हाम्रो एउटा बलिउड ढलानलाई चाहिँ कटाप भनिन्छ। अनि अहिले आएर चाहिँ अहिले अर्को मिनिङ पनि थाहा पाएँ। त्यस मैले राखेको समयमा चाहिँ कटाप भनेको चाहिँ एउटा बलिउड ढलान भनौँ न हो एउटा। अनि अहिले चाहिँ अर्को हाम्रो इन्डियनहरूमा जुन चाहिँ हामीले लुगामा बुट्टा भन्ने काम गर्छौँ नि, त्यसलाई पनि कटाप नै भन्ने रहेछ इन्डियनहरूले चाहिँ। हजुर कटाप अहिले जस्ट मेरो ब्यान्डको नाम अनुसार चाहिँ हाम्रो मिनिङ चाहिँ एउटा बलिउड ढलान नै हो। बलिउड ढलान स्ट्रङ्गेस्ट रुट भनौँ न एउटा। कटापको मिनिङ चाहिँ त्यही हाम्रो चाहिँ कटाप हो कि कटाप हो। हजुर 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 यो चाहिँ 14 मिनट पौष 9 गते गीत रिलिज हुँदैछ र त्यो गीतको विषयमा हामीले यो प्रेस मिट गरेका छौँ। र कटाप चितवनलाई रिप्रेजेन्ट गर्छ यो ब्यान्डले। र अहिले चितवन मात्र नभएर नेपालमै एक किसिमको कटाप वान अफ द बेस्ट इमर्जिङ ब्यान्डको रूपमा हामीले लिन सक्छौँ। र त्यसको इक्जाम्पल त केही दिन अगाडि पडकास्ट नै आएको थियो हाम्रो अमित दाईको। त्यसमा चाहिँ स्वर र स्याडोज स्वप्निल शर्मा उहाँहरूको पोडकास्टमा कटापको विषयमा कुरा भएको थियो। त्यो एउटा राम्रो अचिभमेन्ट पनि हो ब्यान्डको लागि। र त्यसले पनि यो ब्यान्डको फ्युचर कस्तो छ नेपालमा भनेर त्यसले सङ्केत गर्छ। र मैले पर्सनली पनि कटापसँग केही स्टेजहरू सेयर गरेको छु र एकदमै फाइनेस्ट राम्रो फ्युचर भएको। हिजो पनि हाम्रो कुराकानीको क्रममा मैले त्यो भनेको थिएँ। र कटापको माया के हो भने गीत चाहिँ रिलिज हुँदैछ केही दिन पछि, र यसको टिजर पनि आइसकेको छ युट्युबमा। र गीत केही दिनपछि चाहिँ रिलिज हुँदैछ। यहाँ अगाडि हामीले ब्यानरमा पनि देख्न सक्छौँ। यो गीतको विषयमा नै यो प्रेस मिट आयोजना गरेका छौँ। र यो प्रेस मिट हामी अगाडि बढाउन चाहन्छौँ ढिला नगरिकन। र यो कटापले यो गीत निकालिरहँदा एकदमै सपोर्ट गर्नुभएको छ हाम्रो हालै मात्र जेसिआई नारायणको अध्यक्ष हुनुभएको सन्तोष पण्डित। म उहाँलाई आसन ग्रहणको लागि अनुरोध गर्छु। र उहाँको सपोर्टले गर्दाखेरि नै कटापले यो गीत चाहिँ लिएर आउनु सफल भएको छ। गीत त पहिले धेरै स्टेजमा सुनिसक्नु भएको छ धेरैजनाले, तर अफिसियल म्युजिक भिडियो पनि भर्खरै रिलिज हुँदैछ। यसै गरी हामीसँग ब्यान्डको भोकलिस्ट प्रवीण लोप्सन यस्तै गरी ब्यान्डको हाम्रो बाँसुरीमा हुनुहुन्छ मिलन गजमेर।
त्यसै गरी बेसिस बसन गुरुङ, त्यसै गरी ब्यान्डको ड्रमर हुनुहुन्छ राकेश गुरुङ, त्यसै गरी गिटारिस्ट हुनुहुन्छ स्पन्दन गैरे र हाम्रो ब्यान्डको म्यानेजर हुनुहुन्छ अनुपम घिमिरे। र यसै गरी यो जुन गीत चाहिँ रिलिज हुँदैछ माया के हो, यो गीतमा फिचर 2 जना आर्टिस्ट, एउटा मेरो प्यारो भाइ सबिन भाइ र सबिन भाइसँग मेरो योभन्दा अगाडि पनि धेरै सोहरू भइसकेको छ, फ्यासन सो धेरै गरिसकेका छौँ हामीले र कन्टेन्ट क्रिएटर एकदमै धेरै भाइरल पनि हो। र यसै गरी सबिन सँगसँगै यही गीतमा फिचर प्रमिसा सिद्धेल पनि हामीसँग हुनुहुन्छ। अब गीतको विषयमा मैले भन्दा पनि बाँकी कुरा चाहिँ हामी टिमबाटै लिन्छौँ। गीत के हो र धेरै अगाडि बनिसकेको गीत, धेरै स्टेज सोमा उहाँले गीत पर्फर्म गरिसक्नु भएको छ, म्युजिक भिडियो चाहिँ आउने किन ढिलो भयो भन्ने कुरा पनि उहाँहरूबाट नै आउला। सो फर्स्टमा अब यो गीतकै विषयमा लिएर म प्रवीणजी कति सुरु हुनुभएका सम्पूर्ण महानुभावहरूमा म जेसी नारायणघाट वर्ष 2026 को निर्वाचित अध्यक्षको तर्फबाट सिनेटर सन्तोष पटेलको तर्फबाट स्वीकार न्यानो अभिवादन। साँच्चै एउटा सङ्गीत भनेको मान्छेले मनोरञ्जनको रूपमा मात्रै लिने गर्छौँ, एउटा मनोरञ्जन होइन, समाजको यथार्थ चित्रणलाई चाहिँ एउटा चित्रण गर्ने एउटा सानो क्लिपबाट चाहिँ एउटा समाजलाई यथार्थतामा चित्रण गर्ने एउटा भिडियो हो। यहाँहरूले हामीले जति पनि समाजमा देखिरहेका छौँ ती कुराहरूलाई नै एउटा सानो क्लिप मार्फत सन्देशमूलक होस् अथवा समाजमा केही परिवर्तनको लागि एउटा म्युजिकले ठुलो भूमिका खेलेको हुन्छ। त्यसमाथि जेसिआई किन जोडिरहन खोजिरहेछौँ भने 18 वर्षदेखि 40 वर्षसम्मका युवाहरूको ढुकढुकी हो जेसिस। त्यही जेसिसमा रहेर अहिले हामी यहीँ देख्दा पनि हामीले देख्छौँ एउटा टिनेजरका भाइ बहिनीहरू यहीँ स्थानीय रूपदेखि लिएर राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय रूपसम्म एउटा आफूलाई पहिचान स्वरूप एउटा समाज परिवर्तनमा आफ्नो भूमिका खेलौँ र स्वदेशमै बसौँ, स्वदेशमै केही गरौँ भन्ने अभिनेताले जसरी आज एउटा गीतको चाहिँ प्रमोसनको हामी दौरानमा हिँडिरहेका छौँ। यहाँहरू सम्पूर्णले स्थानीय रूपलाई परिवर्तन गरौँ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि एउटा छुट्टै पहिचान बनाउनु चाहिँ हामी सबैको साथ सहयोग रहने हुनेछ भन्दै यस माया के हो साँच्चै नै हामीलाई एउटा खुल्दुरीको विषय पनि जो र समाजको यथार्थ कुराहरूलाई चाहिँ चित्रण गरिरहँदाखेरि हामीले त्यस भिडियोलाई पनि हामीले आजकल त कति सजिलो छ, एउटा डिजिटल मार्केटमा गइरहेको अवस्थामा यहाँहरू सम्पूर्ण अझ विशेष गरी चाहिँ पत्रकार मित्रहरूले चाहिँ एउटा यसलाई अहिले डिजिटल मार्केटमा चाहिँ कसरी बजारमा लिएर आउने र कसरी गर्ने भन्ने कुरो यहाँहरूको हात हुन्छ। यहाँहरूको देशको चौथो अङ्गको रूपमा पत्रकारहरूले लिने गरिन्छ। हजुरहरूले नै यहाँका युवाहरूलाई कसरी देशमा बचाएर राख्ने यहाँहरूको ठुलो भूमिका रहने हुनाले यस प्रेस मिटमा आउनुभएका सम्पूर्ण पत्रकार सँगसँगै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिनुभएका सम्पूर्ण पत्रकार साथीहरूले पनि यसलाई चाहिँ राम्रो एउटा म्यासेजको रूपमा पनि एउटा न्युज मार्फत हुन्छ अथवा कसरी हुन्छ यहाँहरूले चाहिँ आफ्नो तर्फबाट साथ सहयोग गरेर यस भिडियोलाई चाहिँ भरपुर रूपमा चाहिँ एउटा सफल बनाइदिनु हुने भन्ने पनि आग्रह गर्न चाहन्छु। र हामी एउटा जेसिसमा रहिरहँदा पनि टिनेजरका साथीहरू 18 वर्षदेखि 40 वर्षका युवाहरूले पनि सम्पूर्ण साथीहरूले यसलाई चाहिँ साथ सपोर्ट गरेर अगाडि बढाइदिएर यस भिडियोलाई अझ राम्रो सँगसँगै भोलि यत्रो टिम हजुरहरूले सुनिसक्नुभयो अगाडिको साथीहरूले भनिरहनु भएको कुरा पनि साँच्चै नै 30-35 जनाको एउटा रात दिनको मेहनत सँगसँगै त्यसमा उहाँहरूको पनि भविष्य जोडेको हुनाले यस भिडियोलाई अझै समाजमा चाहिँ यहाँहरूले अगाडि बढाइदिनु हुनको लागि सबैको साथ सहयोग र मेरो पनि व्यक्तिगत रूपमा साथै जेसिआई नारायणघाटसँगै जेसिआई नेपालका सम्पूर्ण साथीहरूलाई पनि यस भिडियोलाई चाहिँ एकचोटि भए पनि आफूले हेरेर हुन्छ कि सेयर गरेर हुन्छ कि सब्सक्राइब गरेर हुन्छ कसरी हुन्छ भिडियोलाई चाहिँ एउटा अहिले त हामी एउटा प्रेस मिटमा छौँ, भिडियो आइसकेपछि यसलाई सफल बनाउनु भनेको सम्पूर्ण तपाईँहरूकै हातमा हो। त्यसैले गर्दाखेरि एक भ्युजले पनि यस भिडियोलाई चाहिँ सफल बनाउन यहाँहरूको पनि भूमिका रहनेछ र यस कार्यक्रममा मलाई पनि एउटा अतिथिको रूपमा बोलाइदिनु भएकोमा कट्टा बिहानका इन्टायर टिम सँगसँगै सम्पूर्ण यहाँ उपस्थिति महानुभावहरूलाई र विशेष गरी पत्रकार मित्रहरूलाई पनि धन्यवाद दिँदै म आफ्नो भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद।